अब हामीले हाम्रा बिउमा चाउडा हैन ए कहिलेबाट त्यो 100 को डलर त्यत्रो आउन थालेछ डलरको साइज घट्यो समाउँदै गर न अहिले फेरि हेरौँ ल 3 4 यता बोलाउनु न 7 8 9 ल यसलाई चाप्न उडाउ अब ल अब 9 अब सुन्नुस् है 900 डलर आजको दर रेटले 152 ले हिसाब गर्दा हाराहारी 1,40,000 समथिङ हुन आउँछ हो यसलाई सहर फिर्ता गर्दै तिमी विदेश जादिरौ नेपालीमै लिग यसको नेपालीमै अनुवाद गरेर दिनुभयो भने साह्रै नै गजब हुने अब तपाईँ यही लाइनमा हो भने सालीकै लाइनमा हो भने अब यो खोल्नुहोस् लिङ्गा लाउनुहोस् डलरमा 900 डलर को नेपाली चाहियो भन्ने कुरो त्यहाँभन्दा धेरै माग्ने बहिनी पर्दैन त्यहाँभन्दा धेरै थप्दिनु पर्दैन त्यति डलरको नेपाली दियो भने त्यहाँभन्दा थप्नु पर्दैन ल जिन्दगीमा यो एक नहुनेहरूका निम्ति त यो एक नहुनेहरूका निम्ति त एक पनि त ठुलो 1,40,000 1 रुपियाँ तिमीले पाउने भयो चाहिएको त दाजु भने बस तँलाई चाहिए त दिदीको सफल जीवन हुने सहअस्तित्व र प्रेम हुने जुत्ता ल्याए त्यसपछि अरू कुरा टक्क राख अनि सुरु गरिन्छ ल आँखाको डिलमा झिकेर दिदी बिदा गर्ने बेला धेरै ल्याङल्याङ पहिला जुत्ता लिएर आइज अगाडि यस्तो गर अनि म ए बहिनी भन्न दिदीले दिल दिइसक्नु